जानुहुन्छ सर तपाईँ बोलायो भने बोलाए जान्छौँ हामी साँच्चै जानुहुन्छ यो उमेरमा युद्ध गर्न सक्नुहुन्छ तपाईँ मैले त्यो देशको नुन खाएको छु त्यो देशले मेरो परिवार पालेको छ हैन छन त म नेपालमा बसेको छु इन्डिया गभर्नमेन्टले मलाई 63000 पेन्सन दिन्छ महिनाको 63000 आउँछ मलाई केको लागि दिन्छ त देशलाई जब इन्डियालाई मेरो जरुरी मलाई सोच्यो उले मलाई मेरो जरुरी उसलाई यो देशको लागि उलाई जरुरी छ भनेर सोच्यो भने म जानुपर्छ पेन्सन निक्लेको 10 वर्ष भित्रमा इन्डियन सरकारले बजाएपछि उपस्थित हुनुपर्छ भन्ने नियम थियो हैन त्यो अनुसार हामी जानु पनि पर्थ्यो हामी कसमै खाएर निस्किनुहुन्छ कसमै खाएर निक्ले हामीहरुको तपाईं निक्लिँदा पूजा आजा भएर निक्लिने हो हामीले आफ्नो ड्युटीमा हुन्छौं ड्युटीको बेला बाउ आओस् या आमा आओस् हामी गोलीले हान्न बाँकी रात छोड्नै छैनौं भन्ने हाम्रो कसम हुन्छ त्यहाँको सेना हामी सेना भएर लड्ने हो त्यहाँ कुनै फरक छैन आज बोलाइ आजै जानुहुन्छ जान्छु मैले किन उसको नुन खाएको छु मैले उसको सेवा गरेको छु उसले उसको तर्फबाट मैले घर परिवार पालेको छु हैन उसको नुन खाएको छु बसेको छु म जान्छु अहिले बोलाए पनि तर नेपाल सरकारले जाने अनुमति दिएन भने हिजो चलाएका गनहरुमा चलाउन सक्छ भन्ने हिम्मत छ अझै पनि क्षमता छ क्षमा त आँसु टिलपिल आँसु आइराखेको किन छ लाग्छ नि आफूलाई दुःख त भइहाल्छ नि आफ्नो देशमा लडाई भइराछ हैन सेनाहरु छन् आफूले आधी जीवन बिताएको देश गरेको देश अशान्ति युद्धमा हुमिएको छ त्यही भएर हो सर त्यही भएर अब लाग्छ नि पीड त हैन अहिले त हाम्रो नेपाली जनता सेनाहरु छन् हैन त्यति दाजुभाइहरु हिँडिरहनु भएको छ त्यो ठाउँमा जसले गएको छ जसले भोगेको छ त्यसले अनुभव छ हामीले त भोगेका छौं प्रत्यक्ष हैन त्यो ठाउँ तपाई धेरै युद्धमा हुमिनु भएको छ सर युद्धमा हुने मलाई म छनाम तपाईको कारगिल युद्ध थियो हामी त्यहीमा थियौं हैन अब त्यतिखेर हुन्छ लडाई त मान्छेको भनाइहरु छन् नि नेपाली सेनाहरुलाई अग्रपन्थीमा लडाउँछ यो गर्छ भन्नु एउटा मलाई ठेक जस्तो पनि लाग्छ हाम्रो दायित्व के हो दायित्व निभाउने हो तपाईको त्यहाँको सेना हामी सेना भएर लड्ने हो त्यहाँ कुनै फरक छैन हामीलाई उहाँको सरकारले हेर्नुपर्ने जो दृष्टिकोण अनि त्यहाँको जनताले हेर्नुपर्ने दृष्टिकोण नेपाली सेना भारतीय सेना नेपालको बासिन्दा गोर्खा भन्ने कुनै फरक छैन समानता छ राशन समानता छ अधिकार समानता छ तलब समानता छ त्यसकारण हामीले जस्तो इन्डियाको पाक फौजहरुले गर्छ ड्युटी हामीले त्यही ड्युटी गर्ने हो अग्रपन्थीमा लड्ने हो नेपालीले मात्र लाउँछ भन्ने हो भने तपाई उदाहरण तपाई हेर्नुस् सन् 1999 मा तपाईको कारगिल लडाई भएको थियो त्यतिखेर हाम्रो फर्स्ट लेभन यार काजुल्टी धेरै भयो त्यस्तै भइसक्यो सेकेन्ड नागा भयो फर्स्ट आसाम भयो भने सबै लड्छन् नेपाली मात्रै हुन्थ्यो होला नि त हैन त सबैले समान छ जसले जहाँ ड्युटी खटाइएको छ त्यो ड्युटी गर्ने हो युद्ध हो अब सबैले नुन खाका छौं हैन जो जागिरमा हुनुहुन्छ उहाँले आफ्नो नुनको सोझो गर्नुहुन्छ देशको सेवा गर्नुहुन्छ अब यहाँ बस्ने आफ्नो परिवार दिदीबहिनी हुनुहुन्छ सबैले प्रार्थना गरौँ उहाँ सही सल्लाह फर्किनु आउन पाउनु पर्यो हैन उहाँले सबैले रक्षा गरून् हाम्रो सरस्वती के हाम्रो पशुनाथ भगवान हुनुहुन्छ हैन हाम्रो आफ्नो भगवानले आफ्नो पुर्खाहरूले आफ्नो दैदेवताले रक्षा गर्नु सही सल्लाह फर्केर आउनुहोस् हैन हाम्रो यही कामना हो